हामीलाई बिगार्न मोबाइल काफी छ। जय श्रीमान नारायण। आज हामी एउटा यस्तो यात्रामा निस्कँदैछौँ जहाँ हामी यो आधुनिक जीवनका अनेकौं भट्काउहरूबाट बचेर कसरी एउटा गहिरो आध्यात्मिक सम्बन्ध खोज्न सकिन्छ भन्ने बारेमा कुरा गर्नेछौँ। हो, यो कुरा सुन्दा अलि अनौठो लाग्न सक्छ, तर आजको सबैभन्दा ठूलो चुनौती सायद यही सानो यन्त्र हो। यो हाम्रो आध्यात्मिक यात्रामा कसरी बाधा बन्न सक्छ र अझ महत्त्वपूर्ण कुरा, यसलाई कसरी एउटा साधनमा बदल्न सकिन्छ। आउनुहोस्, आज यही विकर्षणबाट भक्तिसम्मको यात्रालाई बुझ्ने प्रयास गरौँ। ल, अब हाम्रो यात्राको पहिलो पाइला चालौँ। आध्यात्मिक मार्गमा अघि बढ्न खोज्दा हामीलाई रोक्ने सबैभन्दा ठूलो कुरा के होला? त्यो बाहिर कतै छैन, त्यो हाम्रै भित्र छ। हाम्रो आफ्नै चलाक, हर कुरामा नाफाघटा हिसाब गर्ने मन, जसलाई हामी भन्छौँ अहङ्कार। यो अहङ्कार नै त्यो जड हो जहाँबाट कामना, ममता, वासना, मोह जस्ता अनेकौं समस्याका हाँगाहरू पलाउँछन्। यही त्यो शक्ति हो जसले हामीलाई एउटा बच्चा जस्तो निर्दोष र सरल हुनबाट रोकिरहेको हुन्छ। हेर्नुस् त, कति सुन्दर कुरा! जब यो म भन्ने भाव, यो अहङ्कार समाप्त हुन्छ नि, तब सबै कुरा आफै मिल्दै जान्छ। यो नै आध्यात्मिक प्रगतिको पहिलो र सबैभन्दा महत्त्वपूर्ण पाइरा हो। यहाँ बच्चा बन्नुको अर्थ शारीरिक रूपमा सानो हुनु पक्कै होइन। यसको गहिरो अर्थ छ अहङ्कार शून्य हुनु। यो एउटा यस्तो अवस्था हो जहाँ हामीलाई आफ्नो कुनै तागत छ जस्तो लाग्दैन। हर सानो ठूलो कुराको लागि परमात्मामाथि त्यसरी नै निर्भर भइन्छ जसरी एउटा सानो बच्चा आफ्ना आमा बुवामाथि निर्भर हुन्छ। ठिक छ, अहङ्कारलाई पन्छाएपछि हामी पुग्छौं कहाँ त? यो यात्राको गन्तव्य कस्तो होला? आउनुहोस्, अब त्यो सुन्दर गन्तव्यको बारेमा कुरा गरौँ। त्यो हो परमात्माप्रतिको साँचो निस्वार्थ प्रेमको अवस्था। जब त्यो साँचो प्रेमको उदय हुन्छ नि, तब संसारका सारा सुख सुविधाहरू फिक्का लाग्न थाल्छन्। न राम्रो खानेकुरामा रुचि हुन्छ, न राम्रो लगाउनमा। मनमा एउटा मिठो पीडा मात्रै हुन्छ, कहिले भेट होला। अनि शान्ति, त्यो त केवल भगवानको नाम, उहाँको कीर्तन र कथाहरूमा मात्रै मिल्छ। तर यो प्रेमको अवस्था केवल एउटा भावना मात्रै होइन, यो एउटा लक्ष्य हो। र यो लक्ष्यसम्म पुग्नका लागि केही विशेष अभ्यास अर्थात् साधनाहरू छन्। यो प्रेम प्राप्तिका 4 साधनहरू छन्। पहिलो हो सहनशीलता। यस्तो सहनशीलता कि कसैले अपमान गर्दा पनि उसको भलो होस् भन्ने कामना होस्। दोस्रो, समयको सदुपयोग, अर्थात् एक क्षण पनि भजन स्मरण बिना नबितोस्। तेस्रो, मान र अपमान दुवैबाट माथि उठ्नु, यतिसम्म कि प्रशंसा सुन्दा पनि असहज लागोस्। र चौथो हो समुत्कण्ठा, अर्थात् भगवानको नाम जपमा निरन्तर उत्साह र आनन्द बनिरहोस्। ल, अब यी सबै पुराना र गहिरा कुराहरूलाई हाम्रो आजको जीवनसँग जोडौँ है त। यी हजारौं वर्ष पुराना अवधारणाहरू हाम्रो हातमा भएको यही सानो यन्त्र मोबाइलमा कसरी लागू हुन्छन् होला? आउनुहोस्, हेरौँ। यहाँबाट के कुरा स्पष्ट हुन्छ भने मोबाइल आफैमा न राम्रो हो न नराम्रो, यो त केवल एउटा साधन हो। हामी यसमा के हेर्छौं, के सुन्छौं, त्यसले हाम्रो भित्री गुण, सत्व, रजस वा तमसलाई देखाउँछ। हामी यसको सात्विक प्रयोग गरेर माथि उठ्न पनि सक्छौं वा राजसिक र तामसिक प्रयोग गरेर तल खस्न पनि सक्छौं। छनोट हाम्रो हो। यी 3 गुणले हाम्रो ज्ञानलाई कसरी ढाकेको हुन्छ भन्ने बारे कति सुन्दर उपमाहरू छन्। सात्विक ज्ञान भनेको धुवाँले ढाकेको आगो जस्तै हो, जहाँ सत्सङ्गको थोरै हावा लाग्ने बित्तिकै ज्ञानको ज्वाला दन्किन्छ। राजसिक ज्ञान चाहिँ धुलोले ढाकेको ऐना जस्तै हो, जसलाई सफा गर्न अलि बढी नै मेहनत चाहिन्छ। र तामसिक ज्ञान त गर्भमा लुकेको शिशु जस्तै हो, जो पूर्ण रूपमा ढाकिएको हुन्छ। त्यसो भए अहङ्कार, प्रेम र साधनाको यो सम्पूर्ण यात्राको अन्तिम र सबैभन्दा शक्तिशाली उपाय के त? त्यो हो शरणागति, अर्थात् पूर्ण समर्पणको अवस्था। शरणागतिलाई कमजोरी नठानौं, यो त सबैभन्दा ठूलो शक्ति हो। यो त्यति बेला मात्रै आउँछ जब हामीलाई यो महसुस हुन्छ कि मेरो बलले केही पनि हुँदैन, अब त केवल परमात्माको नै भरोसा छ। यो भनेको आफ्नो अहङ्कारलाई पूर्ण रूपमा समर्पण गर्नु हो। यो अन्तिम दोहाले सबै कुराको सार बताउँछ। प्रेमको गल्ली यति साँघुरो छ कि त्यहाँ 2 जना अट्न सक्दैनन्। यसको मतलब के हो भने जहाँ म अर्थात् अहङ्कार छ, त्यहाँ परमात्मा प्रवेश गर्न सक्नुहुन्न।
परमात्मालाई भित्र ल्याउनका लागि अहङ्कारलाई बाहिर निकाल्नै पर्छ। र अन्त्यमा आजको यो चर्चाले हामी सबैको लागि एउटा गहिरो प्रश्न छोडेर जान्छ। के हामी साँच्चीकै आफ्नो मलाई त्यागेर परमात्मालाई आफ्नो जीवनमा ठाउँ दिन तयार छौँ त? जय श्रीमान नारायण।